हाई मिनासान, आज चाहिँ हामी फेरि पनि लेसन 2 को भोकाबुलरी लिएर आएका छौँ। ल आजमासो सुरु गरौँ। कोरे कोरे भनेको यो नजिकको वस्तु दर्शाउँदा, सोरे भनेको त्यो थोरै टाढाको वस्तु दर्शाउँदा, आरे भनेको ऊ त्यो है दुईवटैको टाढाको वस्तु दर्शाउँदा आरे। कोनो भनेको यो है कुनै पनि सामान देखाउँदा नजिकै भएको सामान कोनो भनेर देखाउन सकिन्छ। सोनो भनेको त्यो थोरै टाढाको, आनो भनेको ऊ त्यो दुईवटैदेखि टाढाको है। होन भनेको बुक, जिस्यो भनेको शब्दकोश डिक्सनरी, जास्सी भनेको पत्रिका म्यागजिन, सिन्बुन भनेको समाचार पत्र, नोतो भनेको नोटबुक, तेच्चो भनेको पकेट डायरी, मेसी भनेको व्यापारिक कार्ड, कादो भनेको कार्ड, तेरेहोन कादो भनेको टेलिफोन कार्ड, एनपिचु भनेको सिसा कलम, बोरुपेन भनेको बल पेन, खागी भनेको चाबी, ओके भनेको घडी, खाबान भनेको झोला, टेपु भनेको टेप क्यासेट, तेरेबी भनेको टिभी टेलिभिजन, कामेरा भनेको क्यामेरा, कम्प्युटा भनेको कम्प्युटर, चुकुए भनेको डेस्क, इसु भनेको कुर्सी, गिन्कोइन भनेको ब्याङ्क कर्मचारी, राजियो भनेको रेडियो, चोकोरेतो भनेको चकलेट, कोही भनेको कफी, गो भनेको भाषा, एइगो भनेको अङ्ग्रेजी भाषा, निहोङ्गो भनेको जापानिज भाषा। कुनै पनि देशको पछाडि गो लाग्यो भने त्यो उक्त देशको भाषा हुन्छ। जस्तै नेपाली गो भयो भने नेपाली भाषा भयो। नान भनेको के, चिगाइमास भनेको गलत भयो, सोदेशका भनेको ए हो र भनेको, कुरुमा भनेको कार, ओमियागे भनेको उपहार, दौजो भनेको लिनुहोस्, अरिगातो भनेको धन्यवाद, कोरे कारा ओसेवानी नारिमास है। त अबबाट तपाईँको सहयोगको लागि अपेक्षा गर्छु भनेको है त। कोरे कारा ओस